ल बुढा दुईजना मिलेर मटर कसा केलाउनु पर्यो। यति दाल मटरको त राख्नलाई पनि दुईजना चाहिने अझै। अनि चाहिँदैन त, जे काम पनि सानो ठुलो हुन्छ र बुढाबुढी मिलेर गरेपछि जे पनि राम्रो हुन्छ नि, छिटो हुन्छ, मिठो हुन्छ। यो त यस्तो छोडाउँदै यसरी गम गम खाँदै त्यो मिठो हुन्छ। त्यस्तो काम चाहिँ गर्नु पाइँदैन ल। यो यसरी केलाएर राखेपछि सजिलो भयो, तरकारी छिटो हुन्छ नि त, सकिन्छ नि त चाँडै नि। त्यो पनि सही हो, खाँदै गर्दा नि हुन्छ, केही भएन। तपाईँ खाँदै गर्नु, म केलाउँछु नि त। तपाईँको लागि त्यति त गर्नु सकिहाल्छु नि, केलाएर। अनि तपाईँलाई मनपर्छ बनाउनु मटरको केमा मिसाउनु मिठो लाग्छ तपाईँलाई? केमा मिसाउँदा चाहिँ मिठो लाग्छ? यतिकै काँचै घम घम खानु मिठो लाग्छ। पर्सी पनिरहरूमा मिठो लाग्दैन? अचार बनाएर खायो भने चाहिँ मिठो लाग्छ। मेरो बुढा फेरि बिजी हुनुभयो तरकारी खेलाउनु चलाउनुलाई। मेरो बुढा जता पनि भ्याइदिनुहुन्छ, यति खुसी छु कि मेरो बुढा देखेर यति धेरै हेल्प गर्नुहुन्छ। म मटर कसाउनु केलाउनु आइहाल्नुभयो, तरकारी पकाउँदैछु पकाउनु आइहाल्नुहुन्छ। यत्तिको बुढा चाहिँ हुनु पऱ्यो कि लाइफमा। अनि चाहिँ बुढीहरूले सुख पाउँछ नि फेरि साथीहरू, होइन त? प्याज काट्नु बाइक छ बुढा, यहाँ ल्याइदिनु न, म त काटिदिन्छु। हुन्छ साथीहरू, अब मेरो बुढाको प्याज काट्ने कहाँ होइन त? प्याज काट्दा चाहिँ आफू आउँदैन तपाईँको? आउँछु नि। आउँछ त्यसरी रुन्थ्यो बुढा परेछ। आँसु खप्न सक्दैन। मेरो पनि सेम, म पनि आफू खप्नु रिस पनि खप्नु सक्दैन नि त। प्याज काट्दा आफू आउँछ नि, तिनीहरूले रिस खप्नु सक्दैन नि। आउनु थालिसक्यो। मैले चाहिँ रुवाएको होइन है साथीहरू, आफै रुनु भएको उहाँ प्याज काटेर। फेरि अदुवा लसुन चाहिँ छैन पिनेर राखेको? छैन, पिन्नुपर्ने छ। अदुवा त छ, लसुन चाहिँ पिन्नुपर्ने बाइक छ। यसरी प्याज काटेर रुनेहरू चाहिँ को हुनुहुन्छ भन्नु है साथीहरू? म यो पहिलामा हो, रुन्चे बुढा मेरो साथीहरू। रुन्चे बुढा देख्नुभएको छ, उहीँ हुनुहुन्छ। लाइटले टल्केर